हेलो एभ्रिवान, आज चाहिँ हामी कर्पोरेट फाइनान्सको हामी सेकेन्ड च्याप्टर हेर्दैछौँ। यो चाहिँ च्याप्टर सेकेन्ड हो। च्याप्टर 2 हो। यो चाहिँ हाम्रो चाहिँ पहिलो इन्ट्रोडक्सन च्याप्टर चाहिँ मैले भिडियो बनाइसकेको छु। तपाईँहरू हेर्नु भएको छैन भने हेर्न सक्नुहुनेछ। च्यानल भन्दा नि भिडियोको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखेको छु। अनि यसमा चाहिँ प्लेलिस्टमा गएर पनि हेर्न सक्नुहुनेछ तपाईँहरूले। मैले कर्पोरेट फाइनेन्सको एउटा प्लेलिस्ट बनाएर राखेको छु, त्यसमा चाहिँ हेर्न सक्नुहुनेछ। अनि तपाईँहरूले चाहिँ त्यो हेरिसक्नुभयो भने चाहिँ इन्ट्रोडक्सन हेरिसक्नुभयो भने चाहिँ त्यो च्याप्टरको अनि यसमा चाहिँ हामी सेकेन्ड च्याप्टरमा चाहिँ हामी थ्योरी अफ क्यापिटल स्ट्रक्चरको बारेमा पढ्नेछौँ। अनि यसमा चाहिँ हाम्रो न्युमेरिकल पनि आउँछ। अनि यसमा चाहिँ सुरुमा बुझ्दाखेरि क्यापिटल स्ट्रक्चर भनेको के हो भन्दाखेरि चाहिँ क्यापिटल स्ट्रक्चर रिफर्स टु द मिक्स अफ डेप्ट एन्ड इक्विटी अफ कम्पनी युज अफ फाइनेन्स इट्स कर्पोरेट अपरेसन एन्ड ग्रोथ। कम्पनीको अपरेसन एन्ड ग्रोथको लागि चाहिँ कुन कुनबाट चाहिँ उसले क्यापिटल रेज गर्छ त्यसको बारेमा चाहिँ जस्तै डेप्टबाट गरेर इक्विटीबाट गर्छ। अनि यसमा चाहिँ हाम्रो यो चाहिँ क्यापिटल भयो। हामी चाहिँ जस्तै हाम्रो यस्तो हुन्छ, जस्तै 40% यहाँबाट ल्यायो भने चाहिँ 60% यहाँबाट। अनि यदि यसले यहाँबाट 30% ल्यायो 70% यहाँबाट, 50% यहाँबाट ल्यायो भने चाहिँ 50% यहाँबाट, योबाट मिलाएर 100% हुन्छ क्यापिटल चाहिँ। कति पर्सेन्ट ल्याउँदाखेरि चाहिँ कम्पनीलाई त्यो हुन्छ भने चाहिँ अप्टिमलमा पर्छ। अप्टिमल क्यापिटल स्ट्रक्चर भनेको चाहिँ अप्टिमल क्यापिटल स्ट्रक्चर इज द बेस्ट मिक्स अफ डेप्ट एन्ड इक्विटी द्याट मिनिमाइज अ कम्पनीज कस्ट अफ क्यापिटल एन्ड म्याक्सिमाइज इट्स भ्यालु। यसमा चाहिँ यस्तो हुन्छ कि यो जस्तै हाम्रो यहाँ छ नि त, यसमा 40% युज गरेको छ डेप्ट, यसमा इक्विटी 60% छ। कुन कुन रेसियोमा चाहिँ युज गर्दाखेरि कम्पनीको चाहिँ कस्ट चाहिँ मिनिमाइज हुन्छ अनि प्रफिट भने भ्यालु भयो, कम्पनीको भ्यालु चाहिँ बढी हुन्छ। यो चाहिँ जस्तै हाम्रो डेप्ट युज गर्यो भने बढी इन्ट्रेस्ट तिर्नुपर्छ। जस्तै हाम्रो 40% छ, यसमा 10% तिर्नु पर्यो, जति पनि हुनसक्छ कस्ट अफ क्यापिटल। अनि हाम्रो तिर्नुपर्छ। जस्तै इक्विटी भयो भने हाम्रो के हुन्छ भनेपछि यहाँ डिभिडेन्ड तिर्नुपर्छ हामीले। अनि यसको लागि चाहिँ कुनबाट गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्पनीको कस्ट चाहिँ मिनिमाइज गर्न सक्छौँ अनि प्रफिट एन्ड भ्यालु चाहिँ हाम्रो कम्पनीको भ्यालु चाहिँ म्याक्सिमाइज गर्न सक्छौँ। त्यही नै हाम्रो अप्टिमल क्यापिटल स्ट्रक्चर हो। यसमा चाहिँ एजम्सन अफ क्यापिटल स्ट्रक्चर थ्योरिज हाम्रो थ्योरिजहरू रहेका छन्। पर्फेक्ट क्यापिटल मार्केट, यसमा चाहिँ ट्याक्स हुँदैन अनि नो ट्रान्जेक्सन कस्ट पनि हुँदैन अनि अरू केही पनि हुँदैन। अनि इन्भेस्टर एम टु म्याक्सिमाइज द रिटर्न, यसमा चाहिँ जहिले पनि इन्भेस्टरले म्याक्सिमाइज रिटर्न चाहेको हुन्छ। अनि यसमा चाहिँ नो एजेन्सी कस्ट, कुनै पनि एजेन्सी कस्ट जस्तै म्यानेजर भयो यताउति भयो कसैको पनि कस्ट हुँदैन। यसको एजम्सन चाहिँ यो छ म क्यापिटल स्ट्रक्चर थ्योरिजको चाहिँ। अनि फर्म क्यान बरो एन्ड लेन्ड एट द सेम रेट, यसमा चाहिँ जस्तै कम्पनीले चाहिँ 40% युज गर्दा पनि, जस्तै इक्जाम्पल 8% कस्ट अफ क्यापिटल हुन्छ। अनि यदि 60% 70% गर्दा पनि 80% हुन्छ। यसमा चाहिँ यसको एजम्सन चाहिँ यो रहेको हुन्छ, जति बरु गर्दा पनि, जति लोन लाग्दा पनि, जति डेब्टबाट डेब्टबाट क्यापिटल रेज गर्दा पनि यसको कस्ट चाहिँ पर्सेन्टेज चाहिँ सेम हुन्छ भनेको छ। अनि फिक्स इन्भेस्टमेन्ट पोलिसी, जुनमा चाहिँ यसको एजम्सन अर्को रहेको छ भने चाहिँ जहिले नि कम्पनीले इन्भेस्टमेन्ट गर्ने चाहिँ हुन्छ नि पोलिसी चाहिँ सेम रहेको हुन्छ। 80% जस्तै इन्भेस्ट गर्छ, 80% चाहिँ डिभिडेन्ड दिन्छ, यति इन्ट्रेस्ट दिन्छ, सब इन्भेस्टमेन्ट पोलिसी चाहिँ सेम हुन्छ भनेको छ एजम्सनमा। फर्म इन्भेस्टमेन्ट डिसिजन नट इफेक्ट बाई द फाइनेन्सियल डिसिजन, यसरी फाइनेन्सियल डिसिजनले चाहिँ कुनै पनि इफेक्ट गर्दैन भनेको छ। अनि रिस्क फ्री डेप्ट, जुनमा चाहिँ इन सेम मोडल, जुनमा चाहिँ डेप्ट इज एजुम टु बी विदाउट रिस्क इन सर्टेन स्पेस सिम्प्लिफाइड मोडल, जुनमा चाहिँ रिस्क फ्री डेप्ट चाहिँ जुनमा चाहिँ हाम्रो रिस्क चाहिँ हुँदै हुँदैन भनेको छ कि यसमा यो एजम्सन छ। अनि यसमा चाहिँ हाम्रो सरी गाइस, यसमा चाहिँ हाम्रो यहाँ रहेको छ
जुनमा चाहिँ हामी पढ्नेछौँ, जुनमा चाहिँ हाम्रो फर्मुलाहरू रहेका छन्। फर्मुलामा चाहिँ हाम्रो कस्ट अफ डेट निकाल्दाखेरि चाहिँ केडी इक्वल टु हाम्रो आई डिभाइड बाई डी, अनि कस्ट अफ इक्विटी के इक्वल टु एनआई नेट इन्कम डिभाइड बाई सेयर होल्डर इक्विटी। जुनमा चाहिँ भ्यालु अफ फर्म निकाल्दा भी, जसलाई पहिले चाहिँ हाम्रो यहाँ यो पढौँ। बी भनेको चाहिँ टोटल मार्केट भ्यालु अफ डेप्टलाई चाहिँ हामी बीले डिनोट गर्छौँ यहाँ चाहिँ। अनि यसमा चाहिँ हामी एसलाई चाहिँ टोटल मार्केट भ्यालु अफ इक्विटी कमन स्टकलाई चाहिँ हामी एसले डिनोट गर्छौँ। भी भनेको चाहिँ टोटल मार्केट भ्यालु अफ फर्म, जुन चाहिँ बी प्लस बी, जुन चाहिँ बी भनेको डेप्ट भयो, यो चाहिँ कमन स्टक, यी दुईटालाई जोड्दाखेरि चाहिँ भी टोटल मार्केट भ्यालु अफ फर्म आउँछ। यसमा चाहिँ जुन चाहिँ फर्मको भ्यालु चाहिँ डेप्ट प्लस सेयर होल्डर इक्विटी। एनओआई भनेको चाहिँ ओले पनि डिनोट गरिन्छ, तर हामी एनओआईले नै डिनोट गर्छौँ। जुनमा चाहिँ नेट अपरेटिङ इन्कम, जुन चाहिँ हाम्रो इबिआइटी। अनि नेट इन्कममा चाहिँ हामी एनआईले डिनोट गर्छौँ। अनि आई भनेको चाहिँ एनुअल फिक्स चार्ज, जुनमा चाहिँ इन्ट्रेस्ट अमाउन्ट हुन्छ। इन्ट्रेस्ट जस्तै हाम्रो 10% छ भनेपछि हाम्रो डेप्ट चाहिँ 1 लाख युज गरेको छौँ भने चाहिँ हाम्रो 10,000 चाहिँ इन्ट्रेस्ट हुने भयो। यसलाई चाहिँ इन्ट्रेस्ट चाहिँ आईले डिनोट गर्छौँ। अनि के0 भनेको चाहिँ ओभरअल क्यापिटलाइजेसन रेट, कस्ट अफ क्यापिटल, जसलाई चाहिँ हामी डब्लुएसिसी वेटेड एभरेज कस्ट अफ क्यापिटल पनि भन्छ। केई भनेको चाहिँ कस्ट अफ इक्विटी, जुनमा चाहिँ हामी कस्ट अफ इक्विटीमा चाहिँ हाम्रो सेयर होल्डर जस्तै सेयरको कस्ट भयो, सेयर इक्विटी कस्ट। अनि यसमा चाहिँ केडी भनेको चाहिँ कस्ट अफ डेप्ट बिफोर ट्याक्स कस्ट अफ डेप्ट भयो, जुनमा चाहिँ केडी भयो। हामी यसलाई चाहिँ पहिले सेकेन्ड सेममा पढ्दाखेरि केएसले पनि डिनोट गर्न सकिन्छ, तर हामी यसमा चाहिँ केईले डिनोट गर्छौँ। अनि यसको फर्मुला चाहिँ अब हामी कस्ट अफ डेप्ट निकाल्दाखेरि चाहिँ आई डिभाइड बाई बी गर्छौँ। आई भनेको यसरी फर्मुला याद गर्नै पर्दैन के हुन्छ नि, यो चाहिँ बी भनेको चाहिँ हामी डेप्ट भयो, यो चाहिँ इन्ट्रेस्ट भयो। यति डेप्ट लग्यो भने चाहिँ इन्ट्रेस्ट यति दिनुपर्छ, यसको यसरी निकाल्न सक्छ। अनि नेट इन्कम भनेको चाहिँ जस्तै हाम्रो यसमा चाहिँ डिभिडेन्ड दिनै पर्छ भन्ने हुँदैन त, रिटेन पनि गर्न सकिन्छ, जुन चाहिँ रिइन्भेस्ट गर्न सकिन्छ नेट इन्कम आइसक्यो भने। अनि त्यसमा चाहिँ सेयर होल्डरको डिभिडेन्ड लगे नि रिइन्भेस्ट गरे नि, यसमा चाहिँ नेट इन्कम भनेको चाहिँ लास्टमा रहेको हो नि त। इन्ट्रेस्ट जस्तै इबिआइटी हुन्छ, अनि इबिआइटीमा चाहिँ हामी लेस गर्छौँ इन्ट्रेस्ट, जस्तै इन्ट्रेस्ट लेस गरिसकेपछि इबिटी आउँछ। अनि इबिटी आइसकेपछि हामी अझ फेरि लेस ट्याक्स गर्छौँ, 13%, 40%, 35, 45% कति हुन्छ। अनि यसपछि आउँछ हाम्रो इबिटी भनेको चाहिँ नेट इन्कम। यो हो नि त, यो अब हामीले रिटेन पनि गर्न सक्छौँ, डिभिडेन्ड पनि दिन सक्छौँ। यो भ्यालुलाई चाहिँ हामी सेयर होल्डरको जति पनि सेयर होल्डरको भ्यालु छ त्यसले चाहिँ इक्विटीको त्यसले चाहिँ हामी डिभाइड गर्छौँ। अनि हाम्रो भ्यालु अफ फर्म निकाल्दाखेरि बीले डिनोट गरेको छ नि त, बी प्लस एस, जुनमा चाहिँ डेप्ट र इक्विटीको, जुनमा चाहिँ हामी यो भ्यालु अफ फर्म निकाल्दाखेरि हामी आई डिभाइड बाई केडी प्लस एनआई डिभाइड बाई नेट इन्कम डिभाइड बाई केई, जुनमा कस्ट अफ इक्विटी। अनि यसै हामी अर्को पनि रहेको छ, हामी इबिआइटी एनओआई जुन चाहिँ हाम्रो यहाँ रहेको छ नेट अपरेटिङ इन्कम। क्वेसनमा चाहिँ हामीलाई बढी जस्तो यही सोध्यो, यसरी नै दिए हुन्छ कि नेट अपरेटिङ इन्कम भनेर, जुन चाहिँ इबिआइटी नै हो। एनओआईले पनि हामी नेट अपरेटिङ इन्कम भनेर पनि यसरी पनि गर्न सक्छ। अनि के0 जुन चाहिँ ओभरअल कस्ट अफ क्यापिटल, जुन चाहिँ हाम्रो डब्लुएसिसी गरेर यो निकाल्न सक्छ। डब्लुएसिसी चाहिँ हाम्रो केडी, जुन चाहिँ हाम्रो केडी कस्ट अफ डेप्ट कति छ इन्टु, अनि वेट निकाल्ने हो कि यो चाहिँ डेप्ट डिभाइड बाई भ्यालु अफ फर्म। अनि यसमा चाहिँ केई इन्टु सेयर होल्डर इक्विटी डिभाइड बाई बी, जुन चाहिँ भ्यालु अफ फर्मले चाहिँ डिभाइड गरेर हामी वेटेड निकाल्छौँ यसको चाहिँ। अनि यसमा चाहिँ
स्कुल अफ थट भन्ने हुन्छ कि दुईवटा दुईवटा हाम्रो एप्रोचहरू रहेका हुन्छन्। यसमा चाहिँ जुनमा चाहिँ रिलिभेन्ट स्कुल थट हुन्छ, यसमा चाहिँ रिलिभेन्ट भनेको चाहिँ यो चाहिँ हाम्रो क्यापिटल स्ट्रक्चर म्याटर गर्छ भनेको छ कि यसले चाहिँ रिलिभेन्टले चाहिँ यसले चाहिँ म्याटर गर्दैन। यसले चाहिँ न हाम्रो डेप्ट रेसियोले न हाम्रो भ्यालु अफ फर्ममा इफेक्ट गर्छ, न चाहिँ हाम्रो प्रोफिटमा कुनैमा पनि इफेक्ट गर्दैन। फाइनेन्सियल डिसिजनमा हाम्रो कुनै पनि चाहिँदैन भनेको कि यसले चाहिँ। अनि हामी यसमा चाहिँ अनि क्यापिटल स्ट्रक्चर म्याटर गर्छ भने चाहिँ इट्स एफेक्ट अफ अर्गनाइजेसनल भ्यालु अफ कस्ट अफ क्यापिटल एन्ड इट्स नट इन्डिपेन्डेन्ट डिसिजन। हाम्रो अनि इरिलिभेन्टमा चाहिँ म्याटर गर्दैन भने चाहिँ डजन्ट डिपेन्ड अन द क्यापिटल स्ट्रक्चर, कुनै पनि इफेक्ट गर्दैन भनेको छ यसले चाहिँ। अनि हामी यसमा चाहिँ दुइटै सबै गर्नुपर्ने हुन्छ, चारवटा हुन्छ। यसमा चाहिँ नेट इन्कम एप्रोचबाट पनि हामी गर्नुपर्ने हुन्छ। अनि टिटी भनेको चाहिँ ट्रेड अफ थ्योरीबाट टिटीबाट पनि गर्नुपर्छ हामीले। नेट अपरेटिङ इन्कम एनवाई थ्योरी जुन चाहिँ हामी सर्ट फर्म लेख्दाखेरि एनवाई थ्योरीबाट पनि हामी गर्नुपर्ने हुन्छ एमआई। अनि यसमा चाहिँ हामीले चारवटामा गर्नुपर्ने हुन्छ। अनि यसमा चाहिँ सुरुमा गर्दाखेरि हामी नेट इन्कम एप्रोचबाट पढ्नेछौँ। नेट इन्कम एप्रोचबाट पढ्दाखेरि चाहिँ कस्ट अफ डेट केडी एन्ड कस्ट अफ इक्विटी रिमेन कन्सटेन्ट एज डेप्ट इन्क्रिज। यदि हाम्रो डेप्ट रेसियो हामीले बढाउँदै लग्यो भने पनि, जस्तै हाम्रो डेप्ट रेसियो छ, जस्तै हाम्रो डेप्ट रेसियो छ 50% छ, हाम्रो 60% गर्दा पनि कस्ट अफ डेप्ट चाहिँ हाम्रो यो चाहिँ हाम्रो जति बढाए पनि हाम्रो चाहिँ डेप्ट जति बढायो नि कस्ट अफ इक्विटी चाहिँ हाम्रो कन्सटेन्ट हुन्छ भनेको कि रिमेन कन्सटेन्ट रहन्छ भनेको छ। अनि नो ट्याक्स भनेको छ ब्याङ्क्रुप्टी कस्ट एन्ड फाइनेन्सियल डिजास्टर। अनि द युज अफ मोर डेप्ट डज नट इन्क्रिज द रिस्क टु इन्क्रिज टु इक्विटी होल्डर्स। अनि यसमा चाहिँ हाम्रो जति हामीले डेप्ट बढाउँदै लग्यो भने हाम्रो कस्ट अफ इक्विटी चाहिँ इक्विटी सेयर होल्डरमा चाहिँ कुनै पनि इफेक्ट गर्दैन, रिस्क हुँदैन भने हो कि यसमा चाहिँ। अनि डब्लुएसिसी डिक्रिज एज मोर डेप्ट इज, जस्तै हाम्रो डेप्ट रेसियो बढाउँदै लग्यो भने पनि हाम्रो चाहिँ डब्लुएसिसी कस्टमा चाहिँ कुनै पनि डिफ्रेन्स आउँदैन भनेको छ। सरी गाइज, सरी जुनमा चाहिँ डब्लुएसिसी चाहिँ हाम्रो घट्दै जान्छ भनेको छ। अनि इन्क्रिज द भ्यालु अफ फर्म, जस्तै डेप्ट रेसियो हामी जति बढाउँदै लग्छौँ यसमा चाहिँ भ्यालु अफ फर्म पनि बढ्दै जान्छ भनेको छ। हामी यो चाहिँ ग्राफबाट हेर्न सक्छौँ। यसमा चाहिँ हाम्रो कस्ट अफ क्यापिटल हामी यहाँ राख्न सक्छौँ, वाइ एक्समा राख्छ, यो चाहिँ एक्स भयो। अनि यसमा चाहिँ हाम्रो फाइनेन्सियल लेभरेज जुन चाहिँ बी डिभाइड बाई बी, यो चाहिँ पर्सेन्टेजमा हुन्छ। डेप्ट रेसियो भन्यो भने भयो। अनि हाम्रो डेप्ट रेसियो जस्तै डेप्ट रेसियो कन्सटेन्ट हुन्छ भने नि त जति लग्दा पनि हाम्रो कन्सटेन्ट नै 6% जस्तै पर्सेन्टेजमा हो यो चाहिँ। जस्तै हामीले 6% लग्दै गयो भने अनि यो कस्ट अफ इक्विटी चाहिँ हाम्रो कन्सटेन्ट हुन्छ जहिले नि। अनि हाम्रो डेप्ट जति बढाउँदै गयो कस्ट अफ क्यापिटल ओभरअल कस्ट अफ क्यापिटल जुन चाहिँ हाम्रो डब्लुएसिसी चाहिँ हाम्रो घट्दै जान्छ भने हो क्या। यसमा चाहिँ डेप्ट रेसियो हामीले यहाँबाट पनि गयो, डेप्ट रेसियो बढाउँदै गयो भने कस्ट अफ क्यापिटल हाम्रो घट्न जान्छ। अनि यसमा चाहिँ टोटल मार्केट भ्यालु भी चाहिँ हाम्रो यहाँबाट बढ्दै जान्छ भने हो कि डेप्ट रेसियो जति बढाउँदै लग्यो हामीले त्यस भ्यालु अफ फर्म चाहिँ बढ्दै जान्छ। यसमा चाहिँ क्यापिटल स्ट्रक्चर म्याटर गर्छ भनेको छ यो थ्योरीमा चाहिँ। हामी यसको एउटा न्युमेरिकल गर्नेछौँ गाइज। अनि त्यसपछि चाहिँ जस्तै डेप्ट रेसियो बढाउँदै गयो भने चाहिँ भ्यालु अफ फर्म पनि बढ्दै जान्छ भनेको छ। अनि यसमा चाहिँ हाम्रो क्यापिटल स्ट्रक्चरले इफेक्ट गर्छ भनेको छ। अनि यसमा चाहिँ हाम्रो एउटा प्रब्लम रहेको छ। यसमा चाहिँ हामीले प्रब्लम वानमा चाहिँ मैले चाहिँ यो अस्मिता पब्लिकेसनबाट बुकको एउटा क्वेसन लगाएँ हो। अनि यसमा चाहिँ हजुरहरूले जुनबाट गर्दा पनि हुन्छ, तर यसमा चाहिँ म इक्जाम्पलको लागि यो प्रब्लम वान मसँग चाहिँ अस्मिता पब्लिकेसनको बुक छ, यसबाट मैले क्वेसन यहाँ सारेको छु। अनि योबाट हेर्न सक्नुहुनेछ तपाईँहरूले। अनि इक्विपमेन्ट कम्पनी हेज अर्निङ बिफोर इन्ट्रेस्ट एन्ड ट्याक्स इबिआइटी जुन चाहिँ एनवाई पनि भन्न सक्छौँ। अनि अफ आरएस 10 million. The company currently has outstanding debt of Rs
यसले चाहिँ डेप्ट चाहिँ 20 मिलियन युज गरेको छ। अनि एट द कस्ट अफ 7% इन्ट्रेस्ट छ हामीसँग। इन्ट्रेस्ट इग्नोर ट्याक्स, जुनमा यसमा चाहिँ इन्ट्रेस्ट हुँदैन। अनि एक नम्बरमा छ कि युजिङ द नेट इन्कम एभरेज एन्ड कस्ट अफ इक्विटी इज, कस्ट अफ इक्विटी हाम्रो चाहिँ 12.5% दिएको छ। अनि कम्प्युट द टोटल भ्यालु अफ फर्म वेटेड एभरेज कस्ट अफ क्यापिटल एन्ड डेप्ट अफ इक्विटी रेसियो, यो एउटा रहेको छ। अनि एजुम द्याट द फर्म इस्यु अ एडिसनल RS 10 million इन डेप्ट एन्ड use the proceeds to retain the stock, the interest rate and the cost of equity remain the same. Calculate the new total value, the cost of capital and market debt and equity ratio of this firm भने चाहिँ हामी यसमा चाहिँ गिभन सार्नेछौँ। यसमा चाहिँ हाम्रो सुरुमा चाहिँ यो गर्नेछौँ हामी 1 नम्बर। अनि यसमा चाहिँ हाम्रो सुरुमा चाहिँ गिभन सार्दाखेरि गिभन हाम्रो चाहिँ नेट इन्कम, नेट अपरेटिङ इन्कम, नेट अपरेटिङ इन्कम जुन चाहिँ हामी NOI पनि भन्न सक्छौँ अनि EBIT पनि भन्न सक्छौँ। जुनमा चाहिँ RS हाम्रो 10 मिलियन छ। भ्यालु अफ डेब्ट हाम्रो कति छ, हाम्रो यहाँ भ्यालु अफ डेब्ट हाम्रो 20 मिलियन, जसलाई चाहिँ हामी बीले डिनोट गर्छौँ। यसमा चाहिँ हामी RS 20 मिलियन अनि कस्ट अफ इक्विटी के इक्वल टु 12.5% छ। अनि कस्ट अफ डेब्ट हाम्रो इन्ट्रेस्ट रेट कति छ, कस्ट अफ डेब्ट चाहिँ हाम्रो 7% रहेको छ। अनि यसमा चाहिँ हाम्रो सुरुमा निकाल्नु भ्यालु अफ फर्म बी वाट अनि WACC जुन चाहिँ हामी K0ले पनि डिनोट गर्छौँ यसलाई, इक्वल टु वाट अनि डेब्ट इक्विटी रेसियो निकाल्नुपर्ने छ। अनि हामी चाहिँ सुरुमा चाहिँ हामी भ्यालु अफ स्टक S निकाल्नेछौँ। सुरुमा चाहिँ $10 मिलियन जुनमा चाहिँ हामी लेस गर्नेछौँ इन्ट्रेस्ट चाहिँ हाम्रो जुन चाहिँ हाम्रो 20 मिलियन छ नि त, 20 मिलियनमा हामी 7% लगाउँदाखेरि 1.4 मिलियन हुन्छ। अनि यसलाई घटाउँदाखेरि हाम्रो आउँछ 8.6 मिलियन, जुन चाहिँ हामी यसलाई भन्छौँ NI, नेट इन्कम। अनि यसमा चाहिँ भ्यालु अफ स्टक निकाल्दाखेरि भ्यालु अफ स्टक S निकाल्दाखेरि NI डिभाइड बाई KE, जुनमा चाहिँ हामी NI कति छ हाम्रो 8.6 मिलियन डिभाइड बाई 0. जुन चाहिँ हाम्रो KE कति दिएको छ 12.5%, यसरी निकाल्दाखेरि 68.0 मिलियन RSमा आउँछ। अनि यसमा चाहिँ हामी अब यसमा चाहिँ बनाएको छ कि हाम्रो युजिङ द नेट इन्कम एप्रोच द कस्ट अफ इक्विटी 80% भने चाहिँ 12.5%, कम्प्युट द टोटल भ्यालु अफ फर्म वेटेड एभरेज कस्ट एन्ड डेब्ट इक्विटी रेसियो भने ए नम्बरको हामी रिक्वायर्ड ए को गर्नेछौँ। रिक्वायर्ड एमा चाहिँ भ्यालु अफ फर्म निकाल्नु पर्यो। पहिला चाहिँ भ्यालु अफ फर्मलाई हामी भीले डिनोट गर्छौँ। अनि यो भनेको चाहिँ डेब्ट प्लस सेयर होल्डर इक्विटी, भ्यालु अफ स्टक भन्ने भयो। अनि यसमा चाहिँ हाम्रो कति छ 20 मिलियन चाहिँ हाम्रो डेब्ट रहेको छ, प्लस हामीले अहिले एस कति निकाल्यौँ 68.8 मिलियन, यो चाहिँ मिलियनमै, यो पनि मिलियनमै हो। अनि यसलाई गर्दाखेरि 88.8 मिलियन आउँछ। अनि हाम्रो
हाम्रो चाहिँ डब्लुएसिसी निकाल्नु पर्यो। अब डब्लुएसिसी निकाल्दाखेरि डब्लुएसिसीलाई हामी K0ले पनि डिनोट गर्छौँ, जुन चाहिँ एनओआई इबिआइटी डिभाइड बाई भी गर्नु पर्यो। एनओआई हाम्रो कति रहेको छ, एनओआई भनेको हाम्रो 10 मिलियन दिएको छ क्वेसनमा चाहिँ गिभन। त्यसमा चाहिँ हामी 10 डिभाइड बाई 88.8 मिलियन, यो चाहिँ दुइटै मिलियनमै हो, यो पनि मिलियनमै हो। अनि हाम्रो डब्लुएसिसी आउँछ 11.26%। यो चाहिँ ओभरअल कस्ट हाम्रो दुइटै डेब्ट र इक्विटी जोड्दाखेरि। अनि त्यसपछि हाम्रो डेब्ट इक्विटी रेसियो चाहिँ B+S, जुनमा चाहिँ हामी यो बी भनेको हाम्रो 20 मिलियन छ, यो चाहिँ हाम्रो कति छ 68.8 मिलियन, यो चाहिँ हामीले निकाल्छ नि त यहाँ। अनि 29.07%, जुनमा हाम्रो एजम्सन पनि रहेको थियो नि त, जुन चाहिँ हाम्रो ओभरअल कस्ट चाहिँ हाम्रो घट्छ भनेको छ नि त। यसमा चाहिँ जस्तै हाम्रो 7% चाहिँ हामीले यहाँ हेर्नु भयो, 7%मा चाहिँ हामीले डेब्ट लग्यौँ, डेब्ट लग्दाखेरि हामीले 77% चाहिँ हामीले इन्ट्रेस्ट तिर्नु पर्यो। तर हाम्रो कस्ट अफ इक्विटी बढेको छ नि त, यहाँ 12.5% तिर्नु परेको छ हामीले। यो जति बढ्यो नि, तर ओभरअल कस्ट चाहिँ हाम्रो घट्छ भनेको छ। यो 12.5 भन्दा चाहिँ कम आउनु पर्यो आन्सर चाहिँ यसमा चाहिँ। यो चाहिँ 12.5 भन्दा चाहिँ कति आयो 11.26%। यो चाहिँ हाम्रो एनआई एप्रोच भयो। अनि हाम्रो 2 नम्बरमा अब 2 नम्बरमा भनेको छ कि हाम्रो एडिसनल डेब्ट चाहिँ यति रेज गर्यो कि अझ फेरि हाम्रो 20 त छँदै थियो पहिलेको 20 मिलियन, अझ फेरि हामीले यसमा चाहिँ 10 मिलियन थप्यौँ। अब हाम्रो नयाँ क्वेसन जान्छ, नयाँमा चाहिँ रिक्वायर्ड बी, रिक्वायर्ड भने पार्ट भयो, पार्ट बीमा चाहिँ हाम्रो एडिसनल अमाउन्ट अफ डेब्ट, जसमा चाहिँ आरएस 10 मिलियन, भ्यालु अफ डेब्ट चाहिँ बी भनेको चाहिँ आरएस 20 प्लस आरएस 10, पहिले 20 मिलियन थियो, अहिले चाहिँ हाम्रो 10 मिलियन थप्यो फेरि। अनि आरएस हाम्रो कति भयो 30 मिलियन भयो। अनि डेब्ट इक्विटी रेसियो चाहिँ हाम्रो निकाल्नु पर्यो। अनि एनआई पनि निकाल्नु पर्यो, एनआई पनि चाहिन्छ हामीलाई। अनि त्यसको लागि चाहिँ एनओआई कति छ हाम्रो 10 मिलियन हो नि त। इबिआइटी लेख्नु भयो, एनओआई लेख्दाखेरि इबिआइटी लेख्दाखेरि 10 मिलियन। अनि हामीले यहाँ इन्ट्रेस्ट तिर्नु पऱ्यो नि त, हाम्रो फेरि इन्ट्रेस्ट हाम्रो कति छ 7%, जुनमा चाहिँ हाम्रो अब पहिले 20%मा तिरेको थियो, अब हामी 30 मिलियनमा तिर्नेछौँ। 30 मिलियन इन्टु 0.07 गर्दाखेरि हाम्रो आउँछ यहाँ 2.1 मिलियन आउँछ। अनि हाम्रो चाहिँ नेट इन्कम आयो आरएस 7.9 मिलियन। अब हामीले यसमा गर्दाखेरि हामी अब यसमा चाहिँ यो चाहिँ हाम्रो एनआई आइसक्यो। एनआई आइसकेपछि हामी अब के निकाल्न सक्छौँ, भ्यालु अफ स्टक। भ्यालु अफ स्टक एस एनआई डिभाइड बाई केई, जुनमा चाहिँ 7.9 डिभाइड बाई 0.125, जुनमा चाहिँ हाम्रो कति आउँछ 63.20 मिलियन आउँछ। अनि भ्यालु अफ फर्म हाम्रो भ्यालु अफ फर्म निकाल्दाखेरि बी इक्वल टु बी प्लस एस हो नि त, डेब्ट प्लस स्टक गर्दाखेरि डेब्ट हाम्रो 30 मिलियन भयो। अनि हामीले कति निकाल्यो 63 गर्दाखेरि आरएस
93.20 मिलियन। अनि यसमा चाहिँ हामी WACC निकाल्छौँ। WACC K0 निकाल्दाखेरि NOI निकाल्दाखेरि B, NOI डिभाइड बाई B गर्ने, 10 मिलियन डिभाइड बाई 93.2 गर्दाखेरि 10.73%। अनि लास्टमा हामी निकाल्नेछौँ डेब्ट इक्विटी रेसियो। डेब्ट इक्विटी रेसियोमा चाहिँ B डिभाइड बाई S गर्दाखेरि 30 डिभाइड बाई 63.20 गर्दाखेरि हाम्रो 40.47% आयो। यो चाहिँ हाम्रो NI एप्रोच भयो। यसमा चाहिँ यो क्वेसन हजुरहरूले राम्रोसँग हेर्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ NI को राम्रोसँग क्वेसन गर्न सक्नुहुनेछ। यसमा चाहिँ के पनि छैन, यति फर्मुला याद हुनु पर्यो अनि यति गर्नुपर्नु हो। धन्यवाद गाइज, हेरिदिनु भएकोमा भिडियो राम्रोसँग पढ्नु होला।